Zedinki ki kenrabese ki tagluti mu membarab se veka tang tinje shunglu topa I lotu pope nangwa cheldu se क्लासमा आउनु भएका सबैजनालाई स्वागत छ र आज हामी के गर्ने हो भन्दाखेरि सफिक्स ला सफिक्स ला सफिक्स ला अब यदि सफिक्स भनेको चाहिँ एउटा अक्षरको पछाडि आउने शब्दलाई अक्षरलाई सफिक्स भन्ने गर्छ एउटा अक्षरको पछाडि अर्को अक्षर आउनेलाई सफिक्स भन्छ र अब यो जस्तै अब यदि यसरी लेखिएको छ भने कसरी पढ्ने हो सकत क उच्चारणमा केही फरक आउँदैन सकत क पछाडि ला छ भने चाहिँ सकत क ला छ भने चाहिँ लालाई उच्चारण गर्ने सँगसँगै एकलको साउन्ड ल्याउने डेङ्बो सो सकत क ला कल होइन केल स कत क ल केल स कत क ल केल अब स कत क ल कल होइन केल हो अब तपाईहरुले फेरि सोच्नु हुँदा होला त्यसो भए ख को पछाडि ला छ भने चाहिँ खल बन्ने हो कि खेल बन्ने हो भनेर सोच्दै होला खाला पनि खेल यदि पछाडि ला छ भने चाहिँ अगाडिको अक्षरलाई एकट जोड्नु पर्छ स कत क ल केल स कत क ल केल कल होइन केल यसरी नै यही नियम सबै अक्षरमा लागू हुन्छ र त्यसरी तपाईहरुलाई निकै सजिलो परेर जान्छ सो स कत क ल केल कल होइन केल यो बानी बसाउने स कत क ल केल जस्तै तपाईहरुले सुन्नु हुँदा होला कसैको नाम केलसङ माने भाग्यमानी केलसङ माने भाग्यमानी केलसङ स कत क ल केल केल अब यहाँ हेर्नुहोस् है के छ यहाँ डट छ यहाँनिर डट छ यहाँ डट छ डटले के भन्दैछ यो यहाँ यो डट र यो डटको बिचमा जति नै छ सँगै उच्चारण गर्ने भन्दैछ र यो डटको पछाडि जो आउँदैछ त्यसलाई चाहिँ अलग्गै उच्चारण गर्ने यहाँ फेरि डट छ यसलाई पनि अलग्गै उच्चारण गर्ने सो यहाँ हेर्नुहोस् है गल 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 होइन गेल अहिले यो जुन चाहिँ नियम छ यही लागू हुन्छ
गाला गेल छा डिंगबो छे ना छेन पा नारो पो गेल छेन पो गेल छेन पो इम्पोर्टेन्ट महत्त्वपूर्ण इम्पोर्टेन्ट गाला गेल गाला गल नभन्ने एकदमै बिल्कुल नभन्ने गाला गेल छ डिंगबो छे ना छेन पाना रोपो गेल छेन पो इम्पोर्टेन्ट गेल छेन पो सबैमा यही लागु हुन्छ अब म बिचमा कतिवटा छोड्दै पनि जान्छु किनभने यही नियम सबै अक्षरमा लागु हुन्छ nga anga ang nga ngala ngel लालाई पनि उच्चारण गर्ने सँगसँगै एकरको उच्चारण पनि ल्याउने ngala ngel ngala ngel ngala ngel अब तपाईहरु छिटै पढ्न सक्नुहुन्छ छिटै पढ्न सक्नुहुन्छ बीचको कुनै पनि नछोड्नुस् त्यो माथि सब 4-5 वटा क्लासलाई छोडेर यो यहाँ आउँछु भन्ने त्यो त्यसरी तपाईहरुले कोसिस गर्नुभयो भने चाहिँ त्यसरी चाहिँ सिक्नु सक्नुहुन्न स्टेप वाइज फेरि आज पनि 1-2 जना नयाँ आएको हुन सक्छ यो क्लासमा यो सिधै यहाँ जानुभन्दा अगाडि यो मेरो युट्युबमा यसो एउटा गोलो मा चाहिँ भित्र हाम्रो फोटो छ यसलाई क्लिक गरेर चाहिँ क्लिक गरे भने 3-4 वटा भिडियोस आउँछ त्यसलाई चाहिँ यसरी राइट टु लेफ्ट ठेल्यो भने चाहिँ अनि फर्स्टको चाहिँ लास्टमा छ फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स यसरी सिक्नुहोस् नलङ्गेल नलङ्गेल अब यहाँ ज ला जेल ज ला जल एकदमै नपढ्ने ज ला जल ज ला जेल किन भन्दाखेरि सा कता काला केल गाला गेल नाला गेल यही नियम यसमा पनि लागू हुन्छ ज ला जेल जेल न्या ला अब के हुनु पर्ने न्या 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 ला के हुनु पर्ने न्याल हैन न्याल न्या ला न्याल माने सुत्नु न्या ला न्याल माने सुत्नु टु स्लीप सा न्याता के हुनु पर्ने सा न्याता न्या चाहिँ फोर्थ कलममा छ त्यसले गर्दाखेरि सा न्याता न्या सा न्याता न्या न्या ल अनि यसलाई डेङ्पो पनि ल्याउनु पर्छ सा न्याता न्या ल न्याल 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 के भिन्नता आयो न्याल 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 माने टु स्लीप सुत्नु र न्याल माने सुताउनु कसैलाई सुताउनु न्याल आफै सुत्नु न्याल सुत्नु र सुताउनु टु पुट समवन टु स्लीप न्याल टु पुट समवन टु स्लीप एक्जिटिभ Nyal, to put someone to sleep, nyal oneself to sleep. So,
This in English grammar they call it causative. Causative. So न्यल आफै सुत्नु, न्यल सुताउनु, कसैलाई सुताउनु, नानीलाई सुताउनु, न्यल. द ल देल, द ल देल, द ल देल. अब पुस्तकतिर यसरी लेखिएको हुन्छ देलजोर, देलजोर, देलजोर. लामाहरूले प्रवचन दिँदाखेरि देलजोर भन्ने शब्द चाहिँ घरिघरि उनीहरूले भनेको हुन्छ र देलजोर माने देलजोर, देल्पा गे जोर्पा चु, देल्पा गे 8वटा स्वतन्त्रता फ्रिडम, देल्पा गे जोर्पा चु 10वटा प्राप्ति, 8वटा स्वतन्त्रता 10वटा प्राप्ति, जम्मा 18 गुणहरू तपाईकोमा यदि पुगेको छ भने त्यसलाई अमूल्य मानव जीवन भन्ने गर्छ. यो 18वटा गुण पुगेको छैन भने मान्छेको रूप लिए तापनि त्यो चाहिँ अमूल्य मानव जीवन होइन भनेर पुस्तकतिर त्यसरी लेखिएको हुन्छ. सो देलजोर सुनिराख्नुहोस् अहिले. देलजोर भन्ने देल्पा गे जोर्पा चु 8वटा स्वतन्त्रता 10वटा प्राप्ति. यो 18वटा पुगेको छ भने तपाईँको यो 18वटा गुण पुगेको छ भने त्यसलाई अमूल्य मानव जीवन भनेर भन्नु योग्य छ, भन्नु उचित छ भनेर पुस्तकतिर यसरी लेखेको छ. देलजोर, देलजोर. अब तपाईँ पछि गएर धर्म अभ्यास गर्नुहुन्छ भने देलजोर यो शब्द चाहिँ एकदमै महत्त्वपूर्ण. देलजोर अमूल्य मानव जीवन, देलजोर. देल्पा गे जोर्पा चु 8वटा स्वतन्त्रता 10वटा प्राप्ति, यो जम्मा 18वटा. देल तथा द. So Deljor, maybe some of you speak only English. So Deljor is precious human life. Delpage 8 freedoms. Jorbachu 10 endowments. In total, you should have these 18 points, 18 qualities in yourself. Only then you can call your life precious human life. अब परतक. अब यदि यसरी लेखेको छ भने यसलाई कसरी उच्चारण गर्ने? लापो गर्दैछ त, सरी. परत के हुनुपर्ने? परत ट, परत ट, ट ल टल नभन्ने टेल. परत ट ल टेल,
पा र त ट ल टेल न अ बा र त के हुनुपर्ने बा र तक ड ट ठ ड ट ठ ड बा र त ड ड ल डल नभन्ने डेल भनी बसाउनु पर्छ यो आजको क्लास 4-5 पल्ट सुन्नुहोस् अन्त अटोमेटिकली तपाईँले पा ला टेल भन्नु सक्नुहुन्छ गरी सुन्नुपर्छ अनि त्यहाँदेखिको चाहिँ पा ला पल भन्नु छोड्छ पा ला टेल बा र त ड ला डेल माने छुट्नु कि त छुटकारा पाउनु कि त मुक्ति पाउनु पुस्तकतिर धेरै देखा पर्छ बा र त ड ला डेल माने छुट्नु कि त छुटकारा पाउनु कि त मुक्ति पाउनुलाई बा र त ड ला डेल भनेर पुस्तकतिर लेखिएको हुन्छ पाफा बा मा अब यहाँ हेर्नुहोस् र ग त ग ग य त ग्या ग्या ला गेल डट पा नरो पो डटले के भन्दैछ यतिलाई अलग्गै उच्चारण गर्नु र यसलाई अलग्गै उच्चारण गर्नु भन्दैछ त्यसले गर्दाखेरि र ग त ग य त ग्या ला गेल पा नरो पो ग्याल्पो माने राजा द किङ र ग त ग य त ग्या ला गेल पा नरो पो ग्याल्पो द किङ ग्याल्पो राजा र य त पाफा बा मा पाफा मा पाफा बा मा च चल च ला चल तर यो चाहिँ चाचाजीको च ला चेल चल चेल चल चेल चल चेल चल चेल चल चेल अनि या ला यल एकदमै नभन्ने या ला यल माने अदृष्टि हुनु टु डिसअपियर यल अदृष्टि हुनु यल
अनि सल सेल सल सल एकदमै नभन्ने यो कसरी बानी बसाउनु पर्छ यही लेसनलाई गरी सुनेर एटलिस्ट 4 पल्ट सुनेर चाहिँ सल सेल अटोमेटिकली भन्नु सक्नुहुन्छ त्यसको नियम के पो थियो भनेर सोच्नु पर्दैन सल सेल सेल भन्ने समाधान समस्या समाधान हुनुलाई सेल कि त समस्या हटिनु सेल समस्या समाधान हुनु कि त समस्या हटिनु सेल सो आजको लागि यति नै र क्लासमा आउनु भएकोमा धन्यवाद अनि लाइक इट गर्नुहोस् शेयर इट गर्नुहोस् कमेन्ट गर्नुहोस् ताकि मैले तपाईले चाहिँ यो क्लासलाई सुधार्नुको लागि मैले के गर्नु सक्छु त्यो कुराहरू तपाईले कमेन्टमा लेखिदिनुहोस् यसरी आजको क्लास यही समाप्त गर्नेछु अनि see you later